हारेपछि पनि लड्न सक्नु पर्यो भने थियो जित्न होइन मान्छेसँग बस्न आउनुपर्छ अहिले एउटा समस्या के हो भने अब म अलिकति कुरा यसैलाई जोड्दै जान्छु समस्या के हो भने अब हामीले वास्तवमा विचार प्रधान र हामी यतिका बौद्धिक वर्ग छौँ हामी कोही पढेर बौद्धिक छौँ कोही अनुभवले आफ्नो व्यवहारिकताले बौद्धिक छौँ तर विचार चाहिँ हामीले स्पष्टता क्लियरिटीमा देख्न सक्यौँ क्या विचार प्रधान बनाउन सक्यौँ त हाम्रो स्वयंको विचार महत्त्वपूर्ण विचार हो हाम्रो स्वयंको विवेक महत्त्वपूर्ण विवेक हो के कसैको व्यक्तिको अनुहार हेरेर होइन उसको दक्षता र क्षमता मात्रै हेरेर पनि होइन स्वयंमा आफूले विश्लेषण गर्ने विवेक चाहिँ हामीले अपनाउनु पर्छ त्यसो भएकाले हामीले स्वागत नेपाललाई अघिल्लो चुनावमा लिएर हिँड्ने यहाँ धेरै मान्छे छौँ हामी तर स्वागत नेपालले के एउटा कुरा बिर्सिनु हो भने मैले लडेको क्षेत्र त्यो क्षेत्रका समुदायसँग म सामूहिकतामा कुनै पनि समस्यामा कहिले पनि एकबद्धता हुनु भएन क्या चुनाव पछाडि यो उहाँको फल्ट हो त्यसकारण हामीले यसपालि उहाँलाई हामीले सिग्नल दिन सकेनौँ त्यसकारण हामी के भने विचार प्रबल हुनुपर्छ देवत्वकरण कोही पनि होइन विचार चाहिँ प्रबल हो क्या र स्वयंको विचारलाई हामीले मर्न नदिउँ युवराज सङ्ग्रौलालाई अहिलेको यस भेलाले मैले कुरा अगाडिदेखि नै सुन्दै र बुझ्दै मनन गर्दै आउँदाखेरि क्षेत्र नम्बर 2 मा हामीले स्वागत गर्नु हुन्न भन्ने पक्षमा म छैन म उहाँलाई अहिले शुभकामना दिन चाहन्छु यही विषय जस्तो अहिले हाम्रो प्रकाश चन्द्र उप्रेती दाई हुनुहुन्छ उहाँले भने जस्तो युवराज सङ्ग्रौलाले अहिले भन्नुभयो नि यो आश्वस्त एकदमै गर्नुभयो स्वागतजीलाई पनि अब एउटा लिएर हिँड्ने मान्छे म पनि पर्छु हेर्नुहोस् है अब मेरो त्यहाँ खर्च धेरै भएको छ त्यो आफ्नो ठाउँमा छ त्यो खर्चको कुरै छोडिदिउँ उहाँको एउटा सिङ्गडा कहिलेकाहीँ झुकिएर खायौँ होला र बिहान पाकेको भात राति 12 बजे पनि लौकोसँग घिउची खायौँ है फेरि त्यतिखेर आएर त्यही त्यो डल्ला हामीले चबाएर खायौँ हेर्नुहोस् त्यसरी लागेर हिँड्यौँ है तर उहाँले यसरी आश्वासन दिएको थियो कि तपाईँहरूको सुकुम्बासी समस्या म समाधान गर्छु र मेरो यहाँ एउटा पार्टी नभए पनि तपाईँ के छ भने मेरो कार्यालय हुन्छ सम्पर्क स्थापना हुन्छ र तपाईँहरूको जनताको माझमा मैले यो सुकुम्बासी समस्या त म कानुनको विद्यार्थी हुँ म एकदमै प्रोफेसर भिजिटिङ प्रोफेसर पनि हुँ भनेर भनेको उहाँ पढाइको लेभलमा उहाँ हुनुहुन्छ आफ्नो ठाउँमा छ तर उहाँले पटक्कै काम चाहिँ नगरेको हेर्नुहोस् हामीसँगै सम्पर्क हुनु भने यहाँ के बुझ्थ्यो भने स्वागत नेपाल भनेको कृष्ण प्रसाद उप्रेती हो भन्ने बुझ्थ्यो क्या त्यो अरू केही थिएन किनभने मलाई सोध्यो स्वागतजीको नम्बर तपाईँले दिनु न अहिले पनि मेरो श्रीमतीको नम्बर सायद मलाई थाहा नहोला स्वागतजीको नम्बर मलाई मुखमा कण्ठस्थ छ हेर्नुहोस् उहाँले तपाईँको के छ भने उहाँले हार्नुभयो म हारे पनि यो ठाउँलाई केही गर्छु भनेको उहाँको घर यहीँ छ बुवा आमा यहीँ हुनुहुन्छ हेर्नुहोस् है हुनुहुन्छ आउनुहुन्छ तर यहाँ कस्तो भने मसँग सम्पर्क गर्नु जरुरी छैन खासमा मसँग गर्नैपर्छ भन्ने होइन तर उहाँले त्यो एउटा बाटोलाई चाहिँ मेटाइदिनु भयो क्या सम्भवतः उहाँले तपाईँको के छ भने अहिले जस्तो उहाँले आफ्नो विचारलाई परिवर्तन नगर्नु अब उहाँले तुरन्त यति सम्झिनु भएन कि हिजो यस्तो हामीलाई चाहिँ उहाँ अगाडि त उसैले ल्याएकै हो क्या यहाँ भिजेदेखि कराए कुरै होइन ल्यायो अब कुरो चाहिँ के गरौँ भने पहिला यो गाउँ समाज सबैलाई राखेर अलिक जान्ने मान्ने बुढापाका सबैलाई भेला गरेर अब कसो गरौँ हामी कुरा त सबै बुझेकै हो अब के गर्दा चाहिँ हामीलाई उचित हुन्छ होला भन्नेतिर चाहिँ लागौँ अब हिजोको स्वागत नेपालले जस्तो तपाईँले ढाक्नुहुन्न भन्ने ग्यारेन्टी खोज्छ मान्छेले हामीले के दिने एन्सर दिनु पर्यो नि त म मातृभक्त मान्छे हुँ देशभक्त मान्छे हुँ म जे बोल्छु आजसम्म त्यही गरेको छु मैले जति बेलासम्म शिक्षामा सेवा गर्छु भने म त्यहाँबाट दायाँ बायाँ कहीँ पनि गइनँ म मेरो आमा मर्दाखेरि पनि क्लासमै थिएँ बाउ मर्दा पनि क्लासमै थिएँ मैले दायाँ बायाँ गरिनँ म सबै कुरो अब गर्ने जति गरिसकेर 39 वर्ष पढाएर संसारमा राम्रा विश्वविद्यालयमा पढाउने कुरा छोडेर म झापामा आएको छु म झापाको मात्रै चाहिँ हुन्न यो कुरो प्रश्न हो म यो मेरो विचारलाई देशभरि लान चाहन्छु तर तपाईहरूले खोज्दाखेरि तपाईहरूसँग म हुन्छु र अब कामना राखौँ म कन्काई नदीमै जल्न पाऊँ मेरो इच्छा चाहिँ के भयो भने तपाईँले जुन भन्नुभयो नि प्रत्येक नागरिकसँग 200 रुपियाँ पैसा सेयरमा उठाएर यहाँ हामीले 15वटा उद्योग खोल्छौँ अब यसमा मैले तपाईँको के छ भने तिर्न नसक्ने नागरिकको म
5 जनाको पैसा 200 को दरले 1000 रुपियाँ म तिर्छु किनभने उहाँहरूकै नाममा सेयर एउटा उद्योग गाउँ बनाउने हो सपना यो लिएर तपाईको अगाडि यो अवधारणा भोलि तपाईले जित्ने हार्ने किनभने हाम्रो विवेक घुम्यो भने यतिको मान्छेलाई हराउनु हुँदैन भन्ने कुरो पक्का हुन्छ यो पक्का हो है तर भएन भने तपाईले हार्नु भयो भने तपाईँ यहाँ बस्नुपर्छ र तपाईले झापामा यो उद्योग सञ्चालन गर्ने कुरो छ त्यसमा मेरो साथ र सपोर्ट रहन्छ म आफू पनि लगानी गर्न तयार छु म काम पनि गर्न तयार छु यो देशमा हामीले काम गर्नै पर्छ कृष्ण भाइ बोल्दा बोल्दै हामीले यतिको वैदिक एउटा विद्वान मान्छेलाई हराउनु भनेको हामी कमजोरी हो आफ्नो हार्ने हो त्यसले गर्दाखेरि सबै लागि परेर यस्तो राम्रो व्यक्तित्व मान्छेलाई हामीले चिन्जान गराउनु पर्यो मेरो अर्को गाउँ कुरो गाउँमा पनि के गएर भने घुमेर उहाँलाई हामीले जिताउनु पर्छ भनेर हामीलाई यो अहिलेका काङ्ग्रेस एमाले माओवादी झोलेहरूले देश सके उहाँले प्रष्टै भनिसक्नु भयो होइन यति पैसा छ खराब छ हामी यति ऋणमा परेका छौँ हामी अझै पनि पछाडि पऱ्यौँ भने हाम्रो मातृत्व हाम्रो नेपाल सकिँदैछ भनेर उहाँले दिइरहनु भएको परिभाषा गरिरहनु भएको छ भने पनि हामी पनि अझै झोले यो राजनीतिकमा यो पार्टीमा लागेर कति दिन बस्ने हाम्रो स्वतन्त्र हाम्रो खोइ तपाईँ स्वतन्त्र मौलिकता खोइ तपाईँमा के छ तपाईँले खालि झोलेहरूसँगै बस्नुपर्छ उनीहरूकै पछाडि लाग्नुपर्छ रक्सी र मासुसँग बिकिनुपर्छ अझै पनि एउटा राम्रो विद्वान मान्छेहरूसँग आएर कुरा राख्नु भएको छ भने उहाँको कुरो ठिक छ कि छैन हामीले विश्लेषण गरौँ न यो सबै स्थानीय यो ठाउँको स्थानीय यही वरिपरिमा मेरो घर यहीँ पर्छ यही पहाडीमा हो विगतका समयमा पार्टीगत हिसाब किताब पनि थियो एक किसिमले जनतामा त्यति साह्रो सचेतना थिएन पार्टी लाग्नुपर्छ भन्थ्यो हिजोको इतिहासले पार्टीप्रति नि युवादेखि लिएर बुढाहरू सबैलाई हमालिँदै गएको जिनिस पनि हो कतिपय अहिले पनि जेसुकै होस् एमाले वृद्ध भत्ता दिएका हामी त यो सूर्यभन्दा अर्थ छैन भन्ने बुढापाकाहरू कतिपय हामीहरूले उहाँहरूलाई सम्झाउन गाह्रो हुन्छ त्यति मात्रै नभएर अब अघिल्लो समयमा अहिले जस्तै कृष्ण भाइले भने जस्तो यत्रो अधिवक्ताले यति ठुलो सपना देखाउनु भएको थियो म हारे पनि मेरो बिर्ता मोडमा केन्द्रीय अवस्था हुन्छ त्यहाँनिर अफिस हुन्छ भाइले नै यहाँ मनन गरेर यो सुकुम्बासी भनेको तपाईँको कस्तो छ भने यता पनि क्राइटेरिया लगाइसकेको छ उता पनि लगाइसकेको छ निर्विवाद एकदम न बाटो न पुइनी हो यो विभिन्न तरिकाले हामी नगरपालिका वडा कार्यालय धेरैचोटि गयौँ सम्बन्धित ठाउँमा हामी हजुर जस्तो ठाउँमा पुग्ने त्यत्रो पहुँच हामीसँग थिएन हामीसँग त्यो सूचना पनि थिएन नहुँदाखेरि त्यो ठाउँमा जाँदाखेरि यो जग्गाहरूलाई अलिकति विभाजित देखाएर जस्तो पुइनी बाटो यिनीहरूमा हुँदैन भनेर त्यसैलाई गाभ्ने एउटा सिलसिला तर बिर्तामोड नगरपालिकाको एकदम उदाहरणीय सबैभन्दा अगाडिको दिनुपर्ने यहाँ कुनै विवाद कुनै कुलो पनि होइन पुइनी पनि होइन कुनै बाटो पनि होइन यो ठाउँका मान्छेलाई उहिले धनी पूर्जा दिनुपर्ने हजुरले भने जस्तो यहाँ धनी पूर्जा दियो भने फेरि पनि आउँदैन भोलिदेखि भोट बन्द हुन्छ सबैभन्दा ठुलो कुरो यो अहिले म त्यसमा पनि अस्तिदेखि यो महसुस गर्दैछु भोट बन्द हुने तरिका हो एमाले दियो भने पनि त्यही दिएपछि भोलि भोट आउँदैन काङ्ग्रेसलाई दियो भने भोट आउँदैन माओवादीलाई दियो भने म वामपन्थी विचारधाराको मान्छे हो हिजोसम्म पनि आजसम्म पनि वामपन्थी विचारधारामै बसिरहेको तर अब देशलाई कसरी बचाउने भन्ने अब यो अभिप्राय हजुरले जुन भन्नुभयो छोराछोरी हो मेरो 2टा छोरा अहिले एउटा छोरो कोरिया छ अर्को छोरो पनि पठाउनु पर्ने अवस्था हुन्छ छोरो बिहे गरेर 18 दिनमा गयो 18 दिनमा गइसके पछाडि अब पोहोर परार आयो अब सन्तान यो एकदम सत्य हो यसमा चाहिँ म 100% म यो कुरा चाहिँ ग्यारेन्टी गर्न सक्छु यहाँ अबको 15 वर्ष पछाडि बुढादेखि बाहेक कोही पनि हुँदैन यति मलाई मनन लाग्यो यो वास्तवमा अब बच्चा उत्पादन गर्नको लागि यहाँ घरमा आउँदा घरको अवस्था अप्ठ्यारो यो छोडिदिउँ त विदेशी छोडिदिउँ भन्दा भोलि आएर यहाँको जनताका तिनीहरूकै नेताका झोला बोकेर त्यही तरिकाले हिँड्नुपर्ने के गर्ने बाँच्नु त पर्यो स्वास्थ्यको लागि उहाँले भने जस्तो अहिले तपाईँ उता सर्वसाधारण सरकारी हस्पिटलमा जानुहुन्छ के गर्न सक्नुहुन्छ सरकारी हस्पिटलमा जति तपाईँ ठुलो हस्पिटलमा जान सक्नुहुन्छ 1 करोड रुपियाँ मेरो छोराले 10 वर्ष कमाएर लिएर आयो भने उसलाई रोग लागेर 1 वर्ष पनि नभइकन त्यो 1 करोड सकिन्छ सम्झिनुहोस् उहाँको कुराहरू कति मनन छ म कुनै पार्टीमा विचारधारा राखेको व्यक्ति हुँला तर एउटा कुरो कस्तो छ भने अब देश बेचिसक्यो देशका जनता बेचिसके देशमा ठुलो एकदम सङ्कट हुनबाट बचाउनको लागि एउटा समाजमा एकीकृत भएर यो यति सजिलै हुँदैन कि अहिले यहाँ बोलेर मात्रै मैले थाहा पाइरहेको छु हाम्रा वरिपरि 1-2 नेता आउँदा फेरि लुरुका पर्ने 200-400 रुपियाँ भक्क घुस्ने ल्यानै छन् तर म चाहिँ खरोवादी हुँ यो विराट पोखरमा अर्जुन उप्रेती भनेको खरो भनेर पनि चिन्छ किन भन्दाखेरि म त्यस्ता नेताहरूलाई पस्न पनि नदिएको हो कुनै बेला मलाई मन नपर्ने
मैले पनि विचार नबुझेको हुनसक्थेँ। हिजो काङ्ग्रेसका आउँदा काङ्ग्रेसलाई पस्न नदिने, एमालेका आउँदा एमालेलाई पस्न नदिने त्यस्ता कुराहरू थिए होला मसँग, तर म पनि कुनै पार्टीमा थिएँ कि मसँग ज्ञान थिएन। यस्ता कुराहरूमा हामीहरू विगतदेखिको यो गएका निर्वाचनदेखिको हामीहरूले जसरी पहिला अगाडि हामीहरूले 2 नम्बर क्षेत्रमा थोरै मतले हारेर जानुभएको थियो, उहाँले यो काहीँ बुझ्नु भयो, यति सुन्नु भने उहाँलाई म के भन्न चाहन्छु भने हार भनेको जित हो। यो कुरा याद गरिराख्नु। उहाँले जुन अङ्कलले जुन तरिकाले कुरा गर्नु हार भनेको जित हो। र यो नेपाल अधिराज्यको व्यक्ति भनेको झापाको म मात्रै, नेपाल अधिराज्यको एउटा नेपालीले नेपालीत्व बचाउँछ भने त्यो महान नेपाली हो। यो कुरा खोज्न गाह्रो एकदमै अब जनताले खोज्नुपर्छ। भोलिका दिनमा यदि भएन भने गाउँ रहँदैन। यो गाउँमा आएर कोही परेड खेल्न सक्छ, गाउँ नृत्य हुनसक्छ, भोलि गाउँका घरभित्र हामी सुरक्षित हुन नसक्छौँ। यस्ता कुराहरूलाई कम्तीमा हामीलाई मनन गरेर हाम्रा कुराहरू सुन्ने र गर्ने कुराहरू भन्दा पनि यहाँ साँच्चै नै बुढापाकादेखि लिएर युवा वर्गको एकदमै ठुलो एउटा के गर्नुपर्छ भने यसमा सबै भित्र लाग्नै पर्छ र बुढापाकालाई त त्यसै पनि मिलाएर लिएर जानुपर्छ, किनभने बुढापाका भएन भने यो देश सिद्धिँदैछ। र गाउँ गाउँमा उहाँको यो कुराहरूलाई लिएर भोट मात्रै जित्न भन्नु भएन। उहाँहरूको मलाई 4-5 वटा अप्सन कस्तो राम्रो लाग्यो भने पहिला नम्बरमा सकिसके युवा, दोस्रो नम्बरमा देश सकिसक्यो, तेस्रो नम्बरमा रोजगार छैन, चौथो नम्बरमा मान्छेलाई आश्वासन देखाएर गर्छु भन्ने एउटा प्रश्न, पाँचौँ नम्बरमा हाम्रो आमा भनेको यो देश हो, पहिला यसलाई बचाउँ भन्ने उहाँको जुन एउटा मैले थोरै पिक्चरमा म एक राउन्ड पनि घुमेर आएँ। यो पोखरीको म सहसचिव पनि छु, यसमा काम पनि गर्दैछौँ हामीहरू होइन। र खबरदारी उहाँले गर्नुभएको रहेछ। वास्तवमा म अगाडि परिचित पनि थिइनँ त्यति राम्रोसँगले। म हेर्थेँ, सुन्थेँ, पत्र पत्रिका समाचार युट्युब हुँदो पहिला काहीँ देखिन्थ्यो, तर वास्तवमा आज उहाँलाई पनि देख्न पाइयो। यी विचारहरू लिएर आएर जनतासँग अब यो देश बचाउने हो कि होइन भन्ने अभिप्रायले आउनुभएको। उहाँ भोट माग्न आउनुभएको होइन। र यस्ता तरिकाले कुनै पनि पार्टीको कुनै तरिकाले भए तापनि भोलि मलाई देखे तापनि म खुलेआम भन्न सक्छु, अब जनता पार्टीसँग लाग्ने भन्दाखेरि देश बचाउने अभियानमा लाग्नुपर्छ। हिजोको दिनमा राजसभाका पनि सबै कुरा देखिसकेका छौँ। राजसभा कुन तरिकाले छ, अहिले 1-2वटा मान्छे राजसभाको पनि भित्रबाट चुस्न पाएर तिनीहरूले घन्टी भन्दै हल्लाउँदै हिँड्दैछन्। घन्टी को हो, घन्टी कसरी बज्छ भन्ने अवस्था चाहिँ आफ्नै परिवारभित्र हेर्नु पर्यो। परिवार सबल भयो भने गाउँ सबल हुन्छ, गाउँ सबल भयो भने एउटा नगरपालिका सबल हुन्छ, नगरपालिका सबल भयो भने एउटा देश सबल हुन्छ। पहिला आफ्नो घरभित्रको परिवार मिलाउनु पर्यो। त्यस कारणले यो समाजमा हामीले जतिसुकै गरेर अहिले हजुर आउँदै 1-2वटा कुराहरू हामीले यहाँ यो गरेर मिठा यो कुरा हुन् भन्दाखेरि पनि यसलाई चाहिँ अब अलिकति भित्र यो समाज मात्रै होइन, हरेक ठाउँमा हजुरले यस्ता कुराहरू लिएर जानुपर्छ। किनभने सजगको रूपमा पनि यो खबरदारी पनि हो। त्यहाँका जनताले पनि बुझ्नु पर्यो के हुँदैछ, कसरी हुँदैछ भनेर प्रत्येक गाउँको कुना कप्चारामा जानुपर्छ। यस ठाउँमा गर्ने कुराहरूमा तब कृष्ण भाइहरू पनि हुनुहुन्छ, बुवा हुनुहुन्छ, केशव सरहरू, यिनीहरू स्थानीय केशव सर यिनीहरू हुनुहुन्छ, सबै यसो गरौँ न।